मैले चाहिँ हजुरहरूको भिडियो खिच्दैछु अहिले है। तपाईँहरूसँग केही कुरा सोध्छु होइन, अनि तपाईँहरूको अनुमति भयो भने म फेसबुकमा युट्युबमा हालिदिन्छु यो भिडियो, हुन्छ? हजुरको चाहिँ पहिलोचोटि जिल्ला अस्पताल खोटाङमा पहिलो अपरेसन आङ खसेकोहरूको अपरेसन भयो होइन पहिलो, अनि अहिले कस्तो महसुस भइरहेछ? अहिले तपाईँलाई कस्तो भइरहेछ? आमालाई चाहिँ आमा कस्तो भइरहेछ तपाईँलाई? अहिले ठिक छ? तपाईँको वर्षौँदेखि आङ खसेको समस्या थियो जुन, कति वर्ष भयो आङ खसेको? 20-25 वर्षदेखि एक किसिमको पीडा सहेर बसिरहनु भएको थियो है? को आज त डिस्चार्जको दिन हो, अहिले ठिक छ तपाईँलाई सबै? ठिकै छ है। अनि अब गाउँघरमा अरू आमा दिदी बहिनीहरूको त्यस्तो समस्या छ भने जिल्ला अस्पताल खोटाङमा जानु भनेर भनिदिनु पर्यो, हुन्छ? केही गाह्रो छैन नि? छैन होइन? होइन, अब तपाईँहरूको यो भिडियो देखिसकेपछि चाहिँ उहाँहरू पनि आउन सक्नुहुन्छ। यस्तो पीडा खपेर बस्नु हुँदैन, दुखाइ सहेर बस्नु हुँदैन होइन? अब भारी बोक्नुपर्छ, कोदालो खनेर खानुपर्छ, कसले पाल्छ जानु हजुरको चाहिँ दोस्रो अपरेसन जिल्ला अस्पताल खोटाङमा होइन, कस्तो महसुस भइरहेछ? कस्तो भइरहेछ अहिले? राम्रो भइरहेछ? पहिला गाह्रो भइरहेको थियो? कति वर्षदेखिको आङ खस्ने समस्या थियो तपाईँको? 25 वर्षदेखि आङ खसिरहेको। अहिले तपाईँको जम्मा 51 वर्षको उमेर हुनुहुन्छ होइन, तर 25 वर्षदेखि नै आङ खसेको भनेपछि 25 वर्षदेखिको रोग अहिले निकाल्नु भएको छ। कस्तो महसुस भएको छ अहिले? तपाईँहरूलाई ठिक छ होइन? राम्रै छ? अलिअलि दुखाइ बाहेक त्यस्तो अरू आमा दिदी बहिनीहरूलाई के भन्न चाहनुहुन्छ यस्तो समस्या छ भने? जिल्ला अस्पताल खोटाङमा ढुक्कसँग उपचार गर्दा हुन्छ भन्न सक्नुहुन्छ? सक्नुहुन्छ होइन? तपाईँहरू 7 दिन भयो आज बस्नु भएको होइन? ठिकै छ? ठिक छ? त्यस्तो केही गुनासो छ? छैन है? घाउनेको भएपछि अब 1-2-4 वर्ष बाँच्यौँ भनेदेखि संसार सुविस्ताले बसिन्छ, खाइन्छ होइन? अब के हल्कै छ नि। जस खुसी हुनुहुन्छ तपाईँहरू? ल हुन्छ, हस् आमा, नमस्कार।